बालेन सरकारले दिँदैछ अर्को बिग सरप्राइज। बजेटमै हुँदैछ ठूलो घोषणा। भ्रष्ट र बिचौलियाको भागाभाग गराइरहेको सरकारको अर्को तयारीले विदेशमा रगत पसिना बगाइरहेकाहरू पनि बने उत्साहित। पलायो नयाँ आशा। बालेन सरकारका पावरफुल अर्थमन्त्री सोडिमले के साँच्चीकै गर्दैछन् सोडिम युगको सुरुवात? तपाईलाई लाग्छ दिनहुँ त्रिभुवन विमानस्थलबाट रुँदै उड्ने हजारौं नेपाली युवाहरूको नियति नै यही हो? होइन। खाडीको 50 डिग्री घाममा बगिरहेको उनीहरूको पसिनाको मूल्य हाम्रै आफ्नै देशका उद्योगमा खिया लागिरहेका ती मेसिनहरूले चुकाइरहेका छन्। साँचो कुरा के हो भने उनीहरूको रोजगारी कसैले खोसेको होइन, यही देशका भ्रष्ट नीति निर्माताहरूले विदेशीको पाउमा चढाएका हुन्। तर आज दशकौं पछि ती भत्किएका औद्योगिक चिहानहरूबाट एउटा नयाँ र शक्तिशाली तरङ्ग पैदा भएको छ। एकपटक विगतलाई फर्केर हेरौं। भ्रिकुटी कागज कारखाना, हिमाल सिमेन्ट, वीरगञ्ज चिनी मिल र गोरखकाली रबर उद्योग, कुनै बेला हजारौंलाई रोजगारी दिने सिङ्गो देशको अर्थतन्त्रको मेरुदण्ड बनेका यी विशाल उद्योगहरू एकाएक कसरी खण्डहर बने? हामीलाई सधैँ एउटा झुटो भाष्य सुनाइयो, सरकारी उद्योग चल्दैनन्, घाटामा जान्छन्। तर सत्य यो थियो कि निजीकरणको आवरणमा यी उद्योगहरूलाई दलका कार्यकर्ता पाल्ने भर्ती केन्द्र बनाइयो र जानी जानी घाँटी निमोठियो। देशलाई विदेशी सामान बेच्ने एउटा खुल्ला बजार मात्र बनाइयो। तर अब दृश्य फेरिएको छ। काठमाडौँको सिंहदरबारमा वर्षौंदेखि जरा गाडेर बसेका भ्रष्ट बिचौलियाहरूको सातो लिइरहेको बालेन नेतृत्वको सरकार र अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी जेठ 15 को बजेट मार्फत एउटा सरप्राइज दिने सूक्ष्म तयारी गरिरहेका छन्। वर्षौंदेखि झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग लगायतका बन्द कारखानाहरूलाई कुन मोडालिटीमा बिउझाउने भनेर गुरियोजना बन्दैछ। अर्थमन्त्रीले प्रष्ट संकेत गरिसकेका छन्, अब यो देश अनुदानको भिख र रेमिट्यान्सको रगतले मात्र चल्ने छैन। अब नेपालमै उत्पादनको इन्जिन स्टार्ट हुँदैछ। यो खबर किन यति धेरै शक्तिशाली छ? यो केवल केही पुराना मेसिनहरूमा लागेको खिया फाल्ने सामान्य कुरा होइन, यो त राष्ट्रिय स्वाभिमानको पुनर्जागरण हो। कल्पना गर्नुस् त, जब वीरगञ्ज चिनी मिल बन्द भयो 20,000 किसानको चुलो निभ्यो। जब गोरखकाली रबर उद्योगको ढोकामा तालचा लाग्यो, सयौं दक्ष प्राविधिकहरू रातारात सडकमा आइपुगे। ती भत्किएका पर्खालहरूमा केवल इटा मात्र खसेका छैनन्, लाखौं नेपालीको सपना भत्किएको छ। आजको यो नयाँ कदमले कतार र मलेसियामा आफ्नो जवानी बेचिरहेका आमा दाजुभाइ दिदीबहिनीहरूमा एउटा अभूतपूर्व आशा जगाएको छ। यसले प्रमाणित गर्ने नेपाल सधैँभरि सुईदेखि सिमेन्टसम्म अरूकै भर पर्ने निरीह राष्ट्र होइन। हिजो हामी आफै उत्पादन गर्थ्यौं, हामी निर्यात गर्थ्यौं। यो कदम त्यही गुमेको गौरवको खोजी हो। अब हाम्रा युवाहरूले परिवारलाई फोनको स्क्रिनमा होइन, आफ्नै आँगनमा हेरेर भविष्य सजाउन पाउनेछन्। तर यहाँनिर पर्दा पछाडि लुकाइएको एउटा भयानक सत्य छ जुन कसैले बोलिरहेको छैन। बजेटमा उद्योग खोल्ने घोषणा गर्नु एउटा कुरा हो, तर हिजो ती उद्योगलाई जानाजान घाटामा देखाएर धराशयी बनाउने शक्तिशाली माफियाहरू आज पनि यही समाजमा, यही सत्ताको ओरपर घुमिरहेका छन्। नाफामा चलिरहेको विराटनगर जुट मिल अचानक कसरी टाट पल्टियो? गोरखकालीका उत्कृष्ट टायरहरू हुँदाहुँदै कमिसनको लोभमा विदेशी टायर भित्राउने सिन्डिकेट कसको इसारामा चल्यो? कौडीको भावमा सरकारी जग्गा र मेसिन बेचेर रातारात महल ठड्याउनेहरू आज कुन कुर्सीमा छन्? के यो नयाँ सरकारले उद्योग मात्र खोल्नेछ वा हिजो देशलाई सधैँ परनिर्भर बनाइराख्ने त्यो ठूलो आर्थिक अपराधको फाइल पनि खोल्नेछ? आशा गरौँ पक्कै पनि खोल्नेछ र जेलको चिसो छिडीमा उनीहरूलाई हुल्नेछ। जुन कुरा कसैले छुन नसकेका महाबिचौलियाहरूलाई जाकेर प्रमाणित गरिसकेको छ। के सरकारले ती सिन्डिकेट र बिचौलियाहरूको जालो तोड्न सक्ला जसले हिजो देशको औद्योगिकरणलाई घाँटी निमोठेर मारेका थिए? यो त्यो अनुत्तरित प्रश्न हो जसको सामना यो नेतृत्वले कदम कदममा गर्नुपर्नेछ। आगामी जेठ 15 गते आउने बजेट केवल आय र व्ययको हिसाब किताब हुने छैन। यो नेपालको आगामी दशकको दिशा तय गर्ने एउटा कठोर जनमत संग्रह हुनेछ। हामीले हाम्रै खुट्टामा बन्चरो हानेर धेरै पुस्तालाई विमानस्थलबाट रुवाउँदै बिदा गरिसक्यौं, तर अब समय आएको छ
एउटा सार्वभौम राष्ट्र सधैँभरि रेमिट्यान्सको अक्सिजन सिलिन्डरमा मात्र बाँच्न सक्दैन। गोरखकालीका ती भग्नावशेष र वीरगञ्जका ती खिया लागेका मेसिनहरूले आज हाम्रा वर्तमानलाई प्रश्न गरिरहेका छन्। प्रश्न अब बजेटको आकारमा छैन, नियत र साहसको गहिराईमा छ। हेरौँ, हामी फेरि पनि तिनै पुराना चिहानहरूमा आश्वासनको फूल मात्र चढाउँछौँ वा त्यही माटोबाट आत्मनिर्भर नेपालको नयाँ भविष्य उमार्छौँ।